मेरी सौतेनी आमा र मेरा मामा भनौदा मिलेर मेरो जबरजस्ती बिहे गरिदिसके मधु। यो कुरा छोड्नुस् अब, बरु हिँड्नुस् जाम। कहाँ जाने? तपाईको घर। आज मलाई जसरी पनि तपाईले तपाईसँगै लैजानै पर्छ। बसन्तले आफ्नो बिहे भएको कुरा मधुलाई सुनाइदिसकेका छन्। मधुले त विश्वासै गरेका थिएनन्, तर ज्ञानुले हो मधु, बसन्तले भनेको कुरा एकदमै ठिक हो भनिसकेपछि मधुको त होसै हराउँछ। साथीहरू एकैछिन यो भिडियो हेर्नुहोस् है त, अनि त्यसपछि हामी छोटो रिभ्यू गर्नेछौँ। मेरी सौतेनी आमा र मेरा मामा भनौदा मिलेर मेरो जबरजस्ती बिहे गरिदिसके मधु। आजसम्म इन्द्रे आएर तिमीलाई जे कुरा सुनाएको थियो त्यो सबै कुरा सत्य हो। उसले भनेका कुरा एउटा पनि झुट होइनन्। आजसम्म तिमीसित पटक पटक भेट हुँदाखेरि पनि मैले यो कुरा लुकाउँदै आएको थिएँ, तर किन लुकाएको थिएँ तिमीलाई थाहा छ? तिमीलाई गाह्रो होला, तिमीलाई चित्त दुख्ला, तिम्रो मन दुख्ला भनेर यो सबै कुराहरू लुकाउँदै आएँ। तर अहिले मैले भनेको कुरा सत्य हो मधु। बसन्तेले भनेको कुरा सही हो। अब जसरी भए पनि तिमीले आफ्नो मन बुझाएर बसन्तेको घर बस्न देऊ। बसन्त र शिशिर भने आमालाई भेटेर दोबाटोबाट छुट्टिएका थिए। त्यतिकैमा मधुको फोन आएपछि बसन्त भने मधुलाई भेट्न जान्छन्। रिता भने कतिखेर आउँला र सँगै खाना खाउँला भनेर बसिरहेका थिए, तर बसन्त नआइसकेपछि पक्कै पनि रितालाई शङ्का हुन्छ, पक्कै मधु नै भेट्न गएका भनेर। उता मधुको बुवाले इन्द्रसँग बिहे फिक्स गरिदिन लागिसकेका छन्। त्यतिकैमा मधुले भेट थाहा पाएर बिहेलाई रोक्छन्। म यो बिहे गर्न सक्दिनँ भनेर भनिदिन्छन्। अनि त्यसपछि इन्द्रे पनि यता रितालाई आएर तपाईँको श्रीमान भने उता केटीसँग गफ गरेर भेटेर बसेछ भनेर भन्छन्। रिताले पनि यसले आएर धेरैचोटि यसो भनिसक्यो, पक्कै पनि मैले पनि होसियार हुनुपर्छ। यदि मैले श्रीमानलाई यसै गरी छुट दिँदै गएँ भने पक्कै पनि उसले कुनै दिन मधुलाई सौताली बनाएर ल्याउन सक्छन् भनेर अहिले मधुलाई भेट्न गएका छन् मधुको घरमा। बसन्तले अर्कै बिहे गरिसक्यो भन्ने कुरा थाहा भइसकेपछि मधु भने एकदमै धेरै रुँदै पीडामा छन्। त्यतिकैमा भने बाउको चित्त दुखेर बाउले पनि मधुलाई झापड हानिदिन्छन्। अनि बाहिर बसेर रुँदै थिए, ए भगवान्, यस्तो दिन आउनुभन्दा अगाडि मलाई किन काल आएन भन्दै रुँदै थिए। तर ज्ञानुले छोडिदेऊ, यसरी बाहिर बसेर रुँदाखेरि मान्छेलाई कुरा काट्ने बाटो हुन्छ होइन, भित्र जाउँ भनेर मधुले भित्र लिएर जान्छन् मधुलाई। तर यतिकैमा रिता पनि त्यहाँ पुग्छन्। बाहिर वरिपरि हेर्छन्, कोही देख्दैनन्। अनि यतिकैमा यो एपिसोड भने सकिन्छ। सो भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भने भिडियोलाई एक लाइक गरी च्यानललाई सब्सक्राइब गरिदिनु होला।